नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ हामीलाई छुट्टी थियो, त्यसपछि हामी लाग्यौँ माछा मार्नको लागि जङ्गलतर्फ। जङ्गल चाहिँ पुरै तिलको रुखै यो चाहिँ सब तिलहरू पनि फलिरहेको थियो। लगभग हामी चाहिँ आधी घन्टा पछाडि माछा मार्ने पोखरीमा नै पुग्यौँ। माछा मार्दाखेरि माछाहरू चाहिँ बाहिर उफ्रिरहेको थियो। पोखरी चाहिँ निकै ठुलो थियो। केटाहरू चाहिँ जालसाल हानेर जालसाल मिलाउनु थाल्यो। त्यसपछि म चाहिँ लागि बल्छी हान्छु भनेर चारो मिलाउनु थालेँ। धागो सागोहरू जोडजाम गरेर एउटा कुनातिर आएँ। त्यसपछि मैले बल्छी सल्छी मिलाएर र टक्कसँगले स्वाट बल्छी हानेको त ल्याथ्याक्कै हेरेर त्यहीँ छेउमा मात्रै पुग्यो। तर जोस् माछा चाहिँ पऱ्यो साथीहरू। चाहिँ हाम्रो यहाँ छ, यो चाहिँ कति लगभग कति जति छर्दै छ? 1.5 केजी त पुग्छ। 1.5 केजी बेच्दै गरे अलि धेर भन्नु नि हौ।